बत्ती बलिरहेछ गायनबाट मनसिंह गुजरात मनावा प्रकृति सभावा पीडादायी छ कसैको नजर परेको छैन त्यस छात्रावास स्थापना जन्मदिनको उद्देश्य चाहिँ के थियो भने मैले पनि पढ्न नपाएको र म जस्ता कयौँ मेरा चिपाङ समुदायको भाइ बहिनीहरू मेरा अग्रदायी दिदीहरू चाहिँ पढ्न नपाएको समयलाई मध्यनजर गरेर मैले यो सिटी छात्रावास जन्म दिएको हाम्रो 9 जना कमिटीहरू हुनुहुन्छ सिटी छात्रावास सञ्चालन स्थापना गर्न त गरियो तर यसलाई कन्टिन्यू गर्नको लागि चाहिँ मैले आदरणीय पत्रकार रमेश पौडेल सर र चितवन पोस्टको हाम्रो सापकोटा 2 जना पत्रकारलाई साथी राखेर मैले चाहिँ जग्गा 3 गठा जग्गा चाहिँ मैले सुरुवातमा बेचिएको थिएँ ती जग्गा बेचेर चाहिँ सिटी छात्रावासमा 15 जनामा स्टार्टिङ गरेको अहिले 65 जना भएको छ त्यसपखत मैले 2-2.5 वर्ष चाहिँ मैले कसैसँग पनि मैले पैसा नमागिकन कसैसँग दाना नमागिकन मैले संस्था सञ्चालन गरेको थिएँ तर अहिले चाहिँ विगत 3 वर्षदेखि चाहिँ मैले चाहिँ अब आफू रित्तियो मेरो बुवा मम्मीहरूसँग मबाट अलग भएर बस्नु भयो अब यो कान्छोले चाहिँ अब बर्बादै गर्ने भनेको बुवा मम्मी चाहिँ पारी बस्नु भएको पनि अब मसँग रहेको यो सबै हाम्रो प्रोपर्टी हो अघि एकजना अङ्कलले पनि भन्नुभएको थियो यो सबै भएभरको आँखाले देखेको सम्पत्ति हाम्रै थियो एउटा चाहिँ मेरो बाबा अलि छाते रोग र अलिकति ड्रिङ्क्स बढी गर्नुहुन्थ्यो सङ्कटकालदेखि अलिकति बाबाले यातना पाएपछि बाबा अलिकति यो दिमाग चाहिँ फस्किएको छ उपचार क्रममा धेरै सक्यो र मैले चाहिँ मेरो भागमा परेको सम्पत्ति चाहिँ मैले बेचेको थिएँ बेचेर पढाएको थिएँ र त्यसमा गर्दै चाहिँ अब चाहिँ राम्रो काम गर्ने बेलामा कसैले पनि अलिअलि सहयोग गर्नुहुन्छ होला भनेर फेसबुक पेजबाट चाहिँ मैले आफ्नो दुखेसो पोख्नु थालेँ त्योपछि चाहिँ अलि भिडियो हैन भिडियो एउटाले एकजनाले भिडियो उता गयो नि उसमा बच्चा गयो मात्र फुल झिकेर कितनै बेला उता पढ्दै ल यता हजुर पहिला ठक्क भिडियो जाप्नु उताबाट देखाएर बढी बच्चा लान्सलगर नारायणगढ नारायणीका अध्यक्ष एमजेफ लायन रोसुपियाजी त्यसै गरी हाम्रो एसोसिएसनका अध्यक्ष भाइस गभर्नर लायन प्रभाकर पण्डित छ र हाम्रो एसोसिएसनका पूर्व डिस्ट्रिक्ट गभर्नर आदरणीय लायन सुदाखलाल पिजेजी हाम्रो एसोसिएसनका एक्जिक्युटिभ सेक्रेटरी एडभाइजर लायन राजेन्द्र गौतमज्यू एक्जिक्युटिभ लायन विजेन्द्र खतिवडाज्यू एक्जिक्युटिभ लायन सुधा जोशीज्यू एक्जिक्युटिभ लायन बालगोपाल चुकेज्यू अनर डिस्ट्रिक्ट एडभाइजर लायन सुरेन राई र क्याबिनेटका सम्पूर्ण पदाधिकारीहरू अझ मैले रसुलाई सम्बोधन गर्दै गर्दा उहाँका चाहिँ स्पाउसलाई पनि मैले सम्बोधन गर्नुपर्थ्यो सनप्रियाजी र सम्पूर्ण लान्सलगर नारायणगढ नारायणीका क्याबिनेटमा रिप्रेजेन्ट गर्नुहुने पदाधिकारी मित्रहरू र क्लबका पूर्व अध्यक्षज्यूहरू सम्पूर्ण लायन मित्रहरू र यो सिद्धि छात्रावासका अध्यक्षज्यू लगायत सम्पूर्ण यहाँका विद्यार्थी भाइ बहिनीहरू सबैमा मेरो दिवाकालीन नमस्कार। आज हामी यति महत्त्वपूर्ण कार्यक्रममा उपस्थित छौँ जहाँ कि यहाँ एउटा कुनै सेवा लिएर विगतमा आइपुग्दाखेरि यहाँको अझ टटकारो सेवा अर्को रहेछ भनेर महसुस गरिकन लान्सलगर नारायणगढ नारायणीका अध्यक्ष लायन रसुपियाले यहाँ भान्साघर साह्रै जटिल अवस्थामा रहेको महसुस गरेर भान्साघर निर्माणका लागि एउटा प्रण बोकेर जुन यो भान्साघर शिलान्यास कार्यक्रमलाई लिएर आउनु भएको छ र हामीलाई समेत यो पुण्य कर्ममा जोड्नु भएको छ। अध्यक्ष लायन रसुपियाजी लगायत सम्पूर्ण क्लबका परिवारलाई हार्दिक धन्यवाद चाहिँ हार्दिक आभार प्रकट गर्न चाहन्छु र यसै अवसरमा यो सेवा गरेर कहिल्यै नथाक्ने जहाँको यो चाहिँ दुःख पीडालाई सोझै आत्मसात गर्ने हाम्रो समाजसेवी प्रेम दाई जसले उहाँ चाहिँ भर्खरै आफू 2 जनाका तर्फबाट वार्षिक 75,000 रुपियाँको रासन यहाँ चाहिँ यी बच्चाहरूलाई मेरो नियमित भयो है भनेर घोषणा गर्नुभएको छ। यसै गरिकन हाम्रो सरला म्यामले पनि महिनाको 2,000 रुपियाँ मैले नियमित पठाउँछु भन्नुभएको छ। यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। हो वास्तवमा सेवा गर्ने मन लिएर हिँडेको मान्छेहरूले यो यात्रामा त्यो ठाउँ पत्ता लगाउँदाखेरि त्यसलाई ग्राप गरिहाल्ने यो यहाँहरूको यो समाजसेवी मञ्च त्यसका लागि
व्यक्त गर्न चाहन्छु र जुन लास्टमा नारायण नारायणीले यो भान्साघरका लागि भनेरै एनएलएफमा पनि हाम्रो प्रोजेक्ट थियो र यो ठाउँका लागि सेवा गर्नका लागि त्यो एनएलएफको हाम्रो राष्ट्रिय कोषमा कन्ट्रिब्युसनको लागि पनि त्यत्तिकै राम्रो पहुँच पुर्याउनु भयो र त्यत्तिकै उल्लेख्य मात्राको सहयोग उपलब्ध गराउनु भयो र फेरि हामीले यो यस्तो प्रोजेक्ट गर्न लागेको हो त्यहाँ डिस्ट्रिक्टबाट यो एनएलएफ बजेटबाट के त्यहाँबाट हुने सपोर्ट भयो भने हामीलाई धेरै हौसला प्राप्त हुन्थ्यो भन्ने कुरा अध्यक्षज्यूले निवेदन मार्फत र मौखिक रूपमा पनि बताइरहनु भएको थियो 10 अनुरूपमा अस्ति भर्खरै हामीले एनएलएफ कन्फरेन्समा त्यो सहयोग रकम पनि उहाँहरूलाई उपलब्ध गराइसकेका छौँ र त्यसले त के हुन्थ्यो र त्यसमा एउटा हौसला मात्रै हो उहाँहरूलाई त्यसमा उहाँहरूले अरू स्रोतहरू जुटाएर यो भान्साघर एकदमै यहाँ आवश्यक रहेको यी बच्चा बच्चीहरूले सजिलै बसेर खाउन् भन्ने हिसाबले जुन कन्सेप्टलाई यहाँ अगाडि लिएर आउनुभयो र यो निर्माणको आज हामीले शिलान्यास कार्यक्रम पनि सम्पन्न गरिसकेका छौँ। अब भरतजी ढुक्क हुनुहोस्, यहाँ भान्साघर बन्यो र त्यो भान्साघरमा पाक्ने चिज पनि हाम्रा आदरणीय दाइहरूले सबै कुरो यहाँ घोषणा गरिसक्नु भएको छ। तपाईँ निश्चिन्त हुनुहोस्, यहाँले पनि आफ्नो पुँजी आफ्नो भागमा परेको आफूले भोलि सन्ततिका लागि नभनेर यो जुन बेचेर यो छात्रावासका कल्याणमा र आफूले र आफ्ना वर्गका मान्छेहरूले पढ्न नपाएर जुन अवस्थामा रहेका थिए त्यो अबका पिँढीले भोग्न नपरोस् र मेरो सम्पत्ति पनि सकेर भए पनि त्यो अब आउने पिँढीलाई मैले उज्यालो बाटोमा हिँडाउनेछु, यिनीहरूलाई ज्ञान शिक्षाले परिपूर्ण गराउनेछु भने चाहिँ अभिप्रायका साथमा आफ्नो सम्पत्तिलाई यी बच्चाहरूको भविष्य देखेर लगानी गर्नुभएको छ। यहाँलाई पनि अब कुनै सत्ता कुनै ठुला इत्यादि गर्नु पर्दैन, यसले नै यहाँको भोलिको जीवनको मुक्तिको बाटो पनि यो नै रहनेछ। यहाँले रोज्नुभएको बाटो यो सुखद बाटो जसले यहाँलाई जीवनभर सन्तुष्टि पुर्याउनु हुन्छ। यति भन्दै त्यहाँका यी छोरीहरूले पनि यहाँ सुनिरहनु भएको छ, बाबुहरूले सुनेका छन्। यो हामीले यो अवसर कसरी प्राप्त गऱ्यौँ भन्दा भरतजीले आफ्नो छोराछोरी भन्दा बढ्ता तिमीहरूलाई देखेर आफ्नो सम्पत्ति बेचेर तिमीहरूको कल्याणका लागि तिमीहरूको शैक्षिक उन्नयनका लागि अथवा प्रगतिका लागि त्यति ठुलो परिश्रम गर्नुभएको छ। यो बाआमाले पनि घर गर्नुभएको हुन्न, त्यति ठुलो श्रम गर्ने परिश्रम गर्ने यति ठुलो विशाल हृदयको भावना बोक्ने भरतजीलाई त्यहाँहरू सधैँ राम्रो बाटो लिइदिनु भयो भने उहाँ सधैँ खुसी हुनुहुन्छ, सधैँ हर्षोल्लास। तपाईँहरूले कहीँ बाटो बिराउनु भयो भने सबभन्दा बढी दुःखी को हो भन्दा भरतजी हो। त्यस कारण उहाँलाई जीवनमा कहिल्यै पनि दुःखी तपाईँहरूले बनाउनु हुने छैन भन्ने विश्वास लिएको छु। त्यहाँहरूले जसरी उहाँले आफ्नो भविष्य कोर्नका लागि तिमीहरूलाई जुन त्याग गर्नुभयो समर्पण गर्नुभयो त्यसलाई तिमीहरू त्यसरी नै बुझेर गयौ भने तिमीहरूको पनि भविष्य उज्यालो रहन्छ र उहाँ सधैँ हँसिलो खुसिलो सधैँ सन्तुष्टि लिएर त्यो जीवनभर रहनुहुनेछ भन्ने विश्वासको साथमा जीवन पश्चात तिमीहरूले नै उहाँको गाथा गाएर सक्ने छैन। मैले त्यो तिमीहरू अलिकति बुझ्ने भइसक्यो हुनाले मैले तिमीहरूलाई भनिरहेको छु। र जुन यो कर्म जुन खाले अब यो हरेक सेवाका कर्महरू र अनुष्ठानहरू गरेर कहिल्यै नथाक्ने प्रेम दाइ र उहाँको परिवार सबैका प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु र हाम्रो सरला बहिनी त्यसै गरिकन सबै क्लबका परिवारहरूप्रति हार्दिक धन्यवाद दिँदै मैले ल शुभनेत्री भाउजू पनि 2000 रुपियाँ र उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र आजको यो कार्यक्रम संयोजन गर्नुहुने हाम्रा संयोजक हाम्रा एवकी धरेलज्यू लगायत आजका हाम्रा जो यो छात्रावासका लागि नियमित स्रोतका रूपमा रहनुभयो प्रेम दाई, गोमा भाउजू, सुनेत्री भाउजू र सरला बहिनीलाई मैले उहाँहरू सबैलाई डिस्ट्रिक्ट गभर्नरले सम्मान गर्ने पिन अनर पिनले सम्मान गर्दछु। र आजको यो कार्यक्रमको पूर्ण सफल रहेको र यो अर्थपूर्ण रहेको कार्यक्रमको मैले फेरि पनि यो चाँडै यो भवन बनोस् र यी नानी बाबुनीहरूले यो हलभित्र बसेर सजिलोसँग खाना खाउन् भन्ने भावका साथमा फेरि पनि लान्सगाउँ नारायणीका अध्यक्ष सुप्रिया लगायत सम्पूर्ण परिवारलाई धन्यवाद दिँदै मेरो मन्तव्य मैले अन्त्य गरेँ। हस्त धन्यवाद। जय भाइ
मेरो यो भन्छ पत्रम पुष्पम फलम तोयम युमा व्यक्त प्रयतरी मसामी प्रयत आत्मनो भगवान मैले जम्मै फुल फल फुल पत्र पुष्प जम्मै चढाएको छु यही हो हजुरलाई मैले समर्पण गरेँ राम्रो होस् र बच्चाहरुको भविष्य यो राम्रो बनोस् यो बनाउँदै यो सिमेन्ट खै तयारी